र बाटो भड्किन्छ। आज समाजमा विभिन्न किसिमका नराम्रा कुराहरू आइरहेका छन्, घटिरहेका छन्। हाम्रो इतिहासलाई हेर्ने हो भने सधैँ हाम्रो इतिहासमा गुरु शिष्य परम्परा रहेको छ। गुरु ब्रह्मा गुरु विष्णु गुरु देव महेश्वर गुरु साक्षात् परम ब्रह्म तस्मै श्री गुरवे नमः। गुरु पूर्णिमाको यस पावन अवसरमा सम्पूर्ण गुरुहरूलाई हार्दिक श्रद्धा सुमन सम्मान तथा शुभकामना व्यक्त गर्दै यथार्थ यही हो भन्न पनि सपना सघाउनु पर्छ पनि सिकायो केवल समयको एउटा ज्ञानको अन्ध्यारोबाट बाटो देखाउन ज्ञानको बाटोबाट बाटो देखाउन ती बहन जिन्दगीको गोरेटोमा जिन्दगीको गोरेटोमा अघि बढाउने प्रतीक है। सक्दो जोडेर जसले ज्ञानको महल बनाइदियो, सक्दो जोडेर जसले ज्ञानको महल बनाइदियो, काँचो पाटो शरीर मनलाई एउटा आकृतिमा ढलाइदियो। माटो थिए म शून्य प्राय आकार बढाइदिनु भयो, दिशाहीन त्यो जिन्दगीलाई मार्गदर्शी देखाउनु भयो। केवल ज्ञानका पानामा होइन चरित्रको आधार दिनुभयो, सत्य र धर्मको बाटो हिँड्ने अमूल्य त्यो संस्कार दिनुभयो। आज संसारीको हावाले पनि एउटा पीडाको कथा बोकेको छ। आज संसारीको हावाले पनि एउटा पीडाको कथा बोकेको छ। एउटा परिवारको संसार उजाडेको छ, एउटा आमाको मुटु टुक्रिएको छ। एउटा परिवारको संसार उजाडेको छ, एउटा आमाको मुटु टुक्रिएको छ। तिमी भाडा भर पाइयोस् भनी हिँड्यौ, तिमी भाडा भरि खाना पाइयोस् भनी हिँड्यौ। यहाँ भाडा भरि भात पाके पनि दुई गाँसमा जिन्दगी चलेको छ। यहाँ भाडा भरि भात पाके पनि दुई गाँसमा जिन्दगी चलेको छ। आमाको खासै बात हुन आमाको खासै बात हुन मनोहरासा जिन्दगी चलेको छ, मनोहरासा जिन्दगी चलेको छ। गुरु ब्रह्मा गुरु विष्णु गुरु देव महेश्वर गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः। यी शब्दहरू केवल मन्त्र होइनन्, यी त सभ्यताको विश्वास हो। यी त हजारौँ वर्षदेखि ज्ञानको दीप बोकेर हिँडेको गुरु शिष्य परम्पराको अमर घोषणा हुन्। आज म कविता सुनाउन आएको होइन, आज म कविता सुनाउन मात्र आएको होइन। मेरो जीवनको सबैभन्दा उज्यालो अध्यायलाई